तान्ने मान्छेहरु नु बेला घाँस काटेर मरिने भयो। सो फेरि पनि हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप कि तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु, हामी सबैजना ठिक छौँ घरमा। मलाई त यस्तो हाँसो लागेको छ कि आज हाम्रोमा तोरी छर्ला छ। बिहान भन्दा पनि 10 बज्यो, तोरी छर्ला छ। हाम्रो सब फायर राख्ने कि आज त्यही मलाई हाँसो लागेको छ। विशेष गरी हाम्रो मम्मी यहाँ खात तयारी भइसक्यो। नाइ अनि साथीहरू भिडियो स्टार्ट चाहिँ 10 बजेदेखि भयो। ल सक्छौ कि नै? सकिन्छ? अलिअलि हो त्यस्तै गराऊ कि त्यो माटो देखियोस् मात्र। यो त अलि बिचबाट गराउ न, दुईटा बनाएर त पुग्छ नि मम्मी। अलि हितीबाट बनाऊ न, एक राटर बनाऊ न। मम्मीले खात छर्लाउनु भएको छ, उता बुवाले फेरि तोरी छर्लाउनु भएको छ। अनि साथीहरू हामी तोरी छर्नु लाग्यो, ट्र्याक्टरले छर्ने नि त तोरी। अनि त्यो तोरी छर्ने बेलामा त्यो चिन्न चाहिन्छ र कि कहाँदेखि कहाँसम्म छर्यो भनेर चिन्न चाहिन्छ। त्यो चिन्नको लागि फेरि हामीले यहाँ किला ठोकेर डोरी लगाएको छौँ यहाँ यसरी। अनि यो डोरी लगाउने यो गराउने च्याउ गयो भनेर फेरि नानीहरूले त्यहाँ हलोले गराउनु लाग्छन्। तुरकै ठाउँ गराउनु पर्ने छ फेरि बुवाले यहाँ। सार्ने भयो त अब यसलाई तल सार्नु पर्ने भयो फेरि। ट्र्याक्टर त्यहाँ छ पर। अहिले यहाँ कति बेला आउँछ हाम्रो पाल? नाइ खातमल होइन, यो मसुरो र तोरिएको ठाउँ मिसाउनु भएको बरु बुवाले। तिनीहरूले तानेको छन् फेरि, रमेशले तानेको छ हलो। बुवा अब सार्नु पर्दैन किला। अनि फेरि कामको आखिरी पर्दाखेरि फेरि हाम्रो मम्मीलाई फेरि प्रेसर हाई हुनेछ। बिहान यत्रै बोल्नु भएको थियो, यस्तो हाँसो लाग्यो हामीलाई। फेरि हाँसी हामी अहिले छर्लाइन भएको छ। ट्र्याक्टर त अहिले आउनु नआउनु त, तर तोरी छरेर ठिक्क बनाएपछि चोद्याला भन्दा हो। धौ भयो कस्तो दामी घाम लागेको छ, तातो छ। बिहान जाडो भएको थियो। दस बजिसक्यो। अनि अब 11 बजी फेरि हामी मण्डल जाने हुन्छ। 11 बजीदेखि सुरु हुन्छ, हामी 10:30 बजी मण्डल गइहाल्नुपर्छ। सेतो खात र कालो खात मिसाएर पो रहेछ हालेको त। अलि गदक्क गार्न नि गदक्क। त्यसले चुल्ठी कहाँ बानेछ यो रमेशले चुल्ठी। आजदेखि त बिहानैबाट मलाई यस्तो हाँसो लाग्छ नानी। एउटा गोरु एउटा हली। अलि सानो बनाऊ अरू क्या, अलि फेरि बिचबाट गराउनु पर्ने थाहा पाउला अहिले। ठिक हुन्छ है नानी। यसमा त 3टा जति गराबे हुन्थ्यो कि। जान्नु नगर त। अनि म जान्छु, म हेर्नु न कति माथिको बाबुहरूलाई
तान्ने मान्छे हेर्नु बेला के गर् तान्छ तिमी यहाँ फलाम पुरा हालेर रोगियो मदन कसरी उचाल्ने पनि लाग्ने यहाँ कस्तो सर्ट क्या कति चुडो तान्ने यस्तो भएको यहाँ ठिकै हुन्छ त्यही त तैँले पनि तान म जोत्छु भने के रमाट लाग्यो होला न बुद्धि खराहरू गुइयो पनि ल साथीहरू अब हामीले नि यतिमा मात्रै त्यो हलुवाले त्यो सियो गराइदिएछौँ तोरी छर्ने बेला चिन्ह चाहिन्छ अरे नि त त्यही चिन्ह गराइदिएछौँ कि हामीले त्यो मान्छेले चाहिँ तानेर हलोलाई मम्मी बुवाले छर्दै हुनुहुन्छ यति छर्नुहुन्छ हामीलाई मन्डे जाने ढिलो भइसक्यो हामी जान्छौँ 10:30 भइसक्यो हामी 11 बजीदेखिको सङ्गति सुरु हुन्छ नि त आज त्यो लेट भयो कि हामी तोरी छर्ने कारणले गर्दा अनि अब उतापट्टि छर्नुहुन्छ यतापट्टि अब हाम्रो बारीबाट त्यतिको रहन्छ उतापट्टि पनि हामीले ठेक्का लगाएको थियौँ धेरै थियो ठेक्का लगाएको त्यही अनि उतापट्टिबाट अहिले छर्दैन अब यता हाम्रोभरि अब मन्डलबाट आएपछि छरिदिन्छ सिन्कामारी फेरि यहाँ सुगा छ हामी छतमा कस्तो दामी देखेर चाहिँ घाममा त सिन्कामारी सो हजुरहरू हेर्दै गर्नुहोला है आइज नानी दि त घर कति जाने हामी आएपछि त्यही त अराम हिँड्छ पल्ला जानु पर्यो अनि के हामी आएपछि जाने होला सिरे छिटो के छिटो गर्न नि छिटो त ढिलो सत्तिन्छस् क्या ल अब बाँकी भिडियो 1 बजेपछि साथीहरू अहिले फेरि मन्डलबाट आएको त अघि नै हो 1:30 बजे तर अहिले 3 बजिसक्यो हा अनि घाँस पनि एउटा छैन कि आज भैँसीलाई त्यही मैले आलीमा भाउ घाँस काट्न छु अनि अलि पछि एकछिनपछि नास्ता खाएर उता जाने हो तल खोलातिर जाने घाँस काट्न मम्मी भरि बाख्रालाई घाँस लिन बन जानुभयो अनि मैले भरे अहिले यहाँ थोरै काटेर 1 डोको जति काट्छु म यहाँ आलीको घाँस अनि हालिदिन्छु अनि त्यसपछि भात बसालेछु मैले त्यही भात खाएर जाने हो कि घाँस काट्नखेरि नानीहरूमा जान्छ मैले खोलातिर घाँस काट्न अनि अहिले फेरि थोरै काटेर हालिदिनु पर्यो भैँसीलाई अनि बारीमा फेरि आज तोरी छरी कस्तो राम्रो भएको छ तोरी छरेको बारी सबले छर्दैछन् आज त बिहानदेखि भयो कस्तो राम्रो चालीमा घाँस यही घाँस काट्ने हो मैले अहिले 1 डोको
यति अहिले पछि खाने म चाहिँ भात पकाएको थिएँ भात खाएर धेरै काम छ क्या बिहान आज मन्डली जाने बेला नि तार तार्नु गयो माझे खाएन छिटो भात खाएर छिटो गयो त्यही भएर भाँडा माझ्नु पर्छ भात खाएर Mau ấy. सत्र मैले भात खाइसकेँ भाँडा टन्नै छ भाँडा माझ्नु पऱ्यो कि अब भाँडा माझ्छु अनि जाने चाहिँ घाँस काट्न ल साथीहरु अब हामी गयौँ घाँस काट्न भाँडा माझेर सक्यो उदन उदन आसी उदन नि तले उदन એવું लाग्छ अरे हो के साथीहरु घाँसै काटेर जाने रहेछ मेरो जिन्दगी अब घाँस काटेर जाने हो जिन्दगी हामी घाँस खान जान लाग्यौँ फेरि अब खोलातिर घाँस काटेर मरिने भयो हेलो त्यति पनि उक्लिन नसकेको त्यति हुन्छ मुठा बन्न लाग्यो मुठा कति टाइम लाग्छ अनि मुन्ने अब आइजान्छ आउने बेलाखेरि हामीलाई नदेख्ने कम गर्नु त्यहाँ के गर्दिनु के जाम न घर त घाँस त पुग्यो त कहाँ पुगे त पुगेको के आइज ढकल दिनु म बोक्छु के पडाङ बेला म बोक्छु भन्दा हाल्दै एउटा फुला माथि हालिदियो त्यो सानो छैन साथीहरु यो सिंगामारी हिजो गराएको हो आज
हामीले आधा सक्यो अब बाँकी नै छ है आज कमजोरी हो साथीहरू हामी सबै काम सकेर सुत्नलाई पनि आइसक्यौँ तर काम एकदम धेरै हुने कि हाम्रो काम कहिल्यै नसकिने सधैँ त्यस्तै अनि पछि अहिले साँझ खाना बनाउने खाने भिडियो बनाउनु भएन पाहुना पनि आएर त्यस्तै भयो अनि त्यही हो आज बिहानदेखि हामी तोरी छर्यौँ मण्डली गयौँ आयौँ त्यसपछि घाँस काट्न गयौँ अनि घरको अक्रम बक्रम काम यान त्यहाँ यताउति होइन सबै काम गर्दा गर्दा पचक्कै भएर थाकिन्छ कि मान्छे एकदम थकाइ लागेको छ अनि त्यस्तै भयो काम सबै भयो भनौँ आज अनि तोरी छरेर सक्यो एकदम ठुलो काम थियो तोरी छर्ने काम कहिले छर्ने तोरी भन्ने भइरहेको थियो आज तोरी छरेर पनि सक्यो अब अरू के रोप्नु पर्ने छ क्या सिमीहरू लसुन यताउति रोप्नु छ अब अनि तोरी छर्ने काम पनि सकियो त्यही हो साथीहरू आजको काम र आजको भिडियो यति नै हो अब नेक्स्ट भिडियोमा भेटौँला बाई बाई